हेलो 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 शुभ सन्ध्या सबैजनालाई। यो बेलुकाको टाइममा हामी यसो खुट्टा तन्काउनलाई बाहिर निक्लेको। अनि यो इमिरेट्स फ्लाइट क्याटरिङ अगाडि कहिले पनि आएको थिएन। आज चाहिँ यसो यो बाटो आएको। अब ठ्याक्कै 30 मिनटपछि हामी फर्किन्छौँ यो बाटो हुँदै। यो चाहिँ हाम्रो सेक्सनकै साथीहरू हो हैन। अब हामी चाहिँ फेरि घुमेर डुलेर टक्कै रुम पुग्छौँ 7 बजीतिर। फेरि 7 बजीतिर चाहिँ हाम्रो खाना रेडी हुन्छ। यतापट्टि चाहिँ सम्धिजीले भ्लग बनाउँदै हुनुहुन्छ। हाम्रो प्रकाश पनि साथमा आउनुभएको छ। प्रकाशले पनि साथ दिइराख्नु भएको छ हामीलाई। अब ठ्याक्कै 35 मिनटसम्म घुमेपछि हामी आउँछौँ। यो टक्कै यतातिर देख्न सक्नुहुनेछ के ग्राउन्डिङ हो, के भन्छ यसलाई। यो चाहिँ फुलहरू भर्खर गार्डनमा रोप्दैछन् होइन। अब अलगरुट एरिया क्षेत्र भन्छ यसलाई चाहिँ। गाडीहरू पनि आइरहेछन्, गाडीहरू हिँडिरहेछन्। हेर्नुहोस् साथीहरू हो, हेर्नुहोस् हाम्रो सन्धि पछाडि आउँदैछ। हेर्नुहोस् यो युएई को तातो घाममा हामी के भएको यसरी पुरै पक्लिरहेछौँ। पैसा छैन, मिसालले गर्दा घर जम्की यहीँ बसौँ भइरहेछ। काम पनि 9 घन्टा मात्रै चल्दैछ। के भएको धन्न कम्पनीले भात चाहिँ दिइरहेछ। वेयर द वर्ल्ड्स ग्रेट क्यासिनो मिटतिर आइपुग्यो हामी। ल गाउँले तथा दिदीबहिनीहरू, काका काकी, मामा माइजू, फुपाजूहरू, हामी यता छौँ। हामी हिँड्दैछौँ यतातिर। हेर्नुहोस् साथी हो, यो दुबईको रोड एयरपोर्टतिर के भएको यस्तो पुरै बाटोभरि गाडीको बच्चाहरू दौडिरहेछन्। हेर्नु पर्यो, हेर्नु पर्यो। भ्लग बनाउँदैछौँ। फेरि भोलि ड्युटी जानुपर्छ। आज 30 मिनट बाहिर निक्लेको हो। बाटै छैन त अनि। गुड इभिनिङ गाइज। हाम्रो कम्पनी चाहिँ यही हो, इमिरेट्स फ्लाइट क्याटरिङनिर छौँ होइन। अब यहाँबाट त जान बाटो चाहिँ छैन। हामी यहाँबाट फर्किन्छौँ। अब हामी बेलुकाको समय भइसक्यो यहाँनिर होइन। अब हामी फर्किँदैछौँ। यहाँनिर धेरै थुप्रै तरिकाको सिनहरू देखिराख्नु भएको छ। गाडीहरू घुरिरहेछन् होइन। अब यस्तै कुराहरू एक्सप्लोर गर्ने, निकाल्ने